अहिलेको चर्चित कलाकार आशा खड्का सुटिङको क्रममा घाइते हुनुभएको छ। यतिखेर उहाँले आफू सुटिङको क्रममा घाइते भएको भन्दै मिडियामा बताउनु भएको छ। नमस्ते सबैजनालाई। मैले अस्ति एउटा भिडियो राखेकी थिएँ। धेरैजनाले मेरो यो चोटलाई देखेर के भयो भनेर सोधिरहनु भएको थियो। हजुरको यो मायाको लागि धेरै धेरै धन्यवाद। यो चाहिँ सुटिङ गर्ने क्रममा अलिकति लड्न पुगे, त्यसैको प्रतिफल हो यो। यो त देखिने चोट मात्रै हो। यो एक साइड पुरै दुखिरहेको छ, भित्र करङमा अलिकति चोट पुगेको छ। अनि यस्तो तरिकाले लडेँ अनि यता घिस्रिन पुगेछ। अनि यो करङभित्र अलिकति पीडा भएको छ। लामो सास लिँदा हिँड्दा ओर्दा अलिकति गाह्रो भएर अहिले म रेस्ट गरिरहेकी छु। हजुरको यति धेरै मायाको लागि धन्यवाद। सधैँ यस्तै माया गर्नुहोला। चाँडै निको हुन्छ, मलाई चिन्ता नगर्नुहोला।